आज चाहिँ बोजूसँग मजाले कोजो साथीहरू। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मेन ब्लग। आई होप सबैजना सन्चै हुनु। म पनि एकदमै आराम कुशलै छु अनि आज चाहिँ म बोजूसँग चट्टसँगले कोदो टिप्न गएको छु। म चाहिँ हिजो आएको धरानबाट। कोदो टिप्नुलाई चाहिँ खासै धेरै थिएन, सो थोरै रहेछ, खासै धेरै चाहिँ रहेछ, सबै टिपिसकेर रहेछ। अनि त्यही पनि थोरै बोजूलाई सहयोग गरिदिउँ भनेर म चाहिँ लागेँ कोदो टिप्न। कोदो सोदो नि सबै टिपिसक्यौँ अनि आएँ म चाहिँ घरमा आएर यस्तो हेरेको दसैँको लागि चुवाचे चाहिँ मस्तसँग पालिरहेर चाहिँ हेर्ने दसैँको लागि। अनि यता चाहिँ फेरि बोजूले चाहिँ खन पैसा पो गन्दिराख्नु भएको थियो। यो पैसा चाहिँ के को भन्दै हुनुहुन्छ होला, यो पैसा चाहिँ अघि हामीले चाहिँ बोका बेचेको थियो नि त, सो त्यही बोकाको पैसा गन्दै हुन्छ। पैसा सैसा नि गनियो, खानासाना पनि खाइयो। अब चाहिँ लाग्नुपर्ने चाहिँ हुन्छ ड्युटीमा। मेरो ड्युटी चाहिँ के हो भने आज चाहिँ मेरो बाख्रा हेर्ने ड्युटी छ नि त। बाख्राहरूलाई चाहिँ मैले जङ्गलमा लगिनँ, बारी नै छोडिदिएँ, किनकि जङ्गलको बारेमा मलाई अलिकति थाहा छैन कि अहिले चेन्ज भएको छ नि त। सो म तल धरानतिर बसेको नि अलिक निकै नै भइसक्यो, त्यही भएर म चाहिँ बारीमै चराएँ। बारीमै चराउँदा नि मेरो मेन ड्युटी चाहिँ यो मटर रुँग्नु थियो गाइस। मैले दसैँमा रोपेर गएको थिएँ, अहिले चाहिँ बब्बालै फुलिरहेको छ, त्यही भएर यो हो। बाख्रालाई बानिसकेपछि चाहिँ मैले बाख्राको थाला पनि सारिदिएँ, किनकि धेरै नै भइसकेको थियो नि त नसारेको, अनि त्यही भएर मैले अनि सबै बाख्राको थाला सारिसकेपछि चाहिँ म चाहिँ आज आएँ ग्राउन्डमा चाहिँ पुरै ट्रेनिङ हुँदो रहेछ नि त केटाकेटीहरूको। सो त्यही भएर म चाहिँ जर्सी लाएर ट्रेनिङ म जाँदा चाहिँ केटाकेटीहरू पुरै भेला भइसकेको रहेछ नि, चट्टसँगले ट्रेनिङको लागि पुरै रेडी छ। कोचले चाहिँ सिकाउँदै हुनुहुन्छ टेक्निकहरू कसरी हान्ने के कसरी। अनि हाम्रो केटाहरू चाहिँ ठुल्ठुलो केटाहरू चाहिँ पुरै गोल टिप्नुको लागि रेडी छ क्या। अनि म पनि एकछिन गोल टिपिदिएँ, अनि कोचको कुरा पनि सुनेँ, अब म पनि सिक्दैछु नि त। सो अनि हाम्रो केटाहरू चाहिँ पुरै हेर्दैछ, हान्दैछ पुरै हौसलाको साथ, जोसको साथ। सो आजलाई यति नै, फेरि भेटौँला नेक्स्ट